यसो भनिएको हो, डाँडे पसरी पातालमे, हाँगाहरू पातालमा पुगेका सद्गुरु महाराज की। कसरी जीवलाई यिनीहरूले रोकिरहेका छन् त भन्दाखेरि एउटा नाभिबाट उत्पन्न भएको छ, अर्को मुखबाट उत्पन्न भएको छ। नाभि भनेको शेष नारायणको नाभिबाट एउटा कमलको तन्तु गएको छ र त्रिदेव प्रकट हुनु भएको छ। त्यसमा ब्रह्माजीले सृष्टि गर्नुहुन्छ, विष्णुले पालन गर्नुहुन्छ, महादेवजीले संहार गर्नुहुन्छ। ब्रह्माजीले सृष्टि गर्नुभयो र वैराट यानी कि संसारको उत्पत्ति गर्नुभयो शेष नारायणको माध्यमबाट र ब्रह्माजीकै चतुर्मुखबाट 4 वेदको गायन भएकोले गर्दा यो संसार अनि वेदको कर्मकाण्डको माध्यमबाट जीवको लागि उल्झन, शरीरमा भएको आत्मालाई उसले देखेन। व्यक्तिले शरीरलाई सजाउनमा महत्त्व दियो, शरीर भित्रै बसेको सर्वशक्तिमान आत्माको लागि उसले सोच्दै सोचेन। शरीरको लागि कति ध्यान दिन्छन् मान्छेले। नहवाई चर्चे अर्घजे नुहाएर शुद्ध पवित्र भएर, चर्चे भनेको छर्किन्छन्, अर्घजे भने तेलहरू इत्तरहरू शरीरलाई मगमग बनाउनको लागि। मिठो खोज्दैन, नमिठो आयो भने उसले हेर्दै हेर्दैन, खाँदै खाँदैन। मिठो मिठो खान्छ यो शरीरले, जिब्रोले मिठो मिठो खोज्छ, पञ्चामृत खान्छ, बासमतीको चामल खान्छ। तर त्यो बासमतीको चामलले एक रात मात्र यो शरीरको सङ्गत गर्यो भने भोलिपल्ट त्यसको हालत के होला। ज्ञानाग्नि दग्ध देहसे नच श्राद्ध नच क्रिया। ज्ञानको अग्निले हृदय जलेको छ भने त्यसलाई न क्रिया गर्नुपर्छ न श्राद्ध गर्नुपर्छ। गरुड यो त भगवान विष्णुको भनाइ। कसलाई गर्नु पर्यो भन्दा त त्यही अशुद्ध व्यवहार गर्ने, मनपरी खाने, जहाँ पनि जाने त्यो गतिहीन भएको व्यक्तिलाई त लाइनमा ल्याउनु पर्यो नि, फोहोरबाट सुरक्षाउनु पर्यो। त्यस्तालाई गर्नु पनि पर्दैन। कसलाई गर्ने भन्दा जो अधम छ, दुष्कर्मी छ, दुराचारी छ, दुर्भक्षी छ, त्यस्तालाई शुद्ध गराउनका लागि धेरै प्रकारको कर्म गर्नुपर्छ। हो अब तताएका देवी बच्चनका घरले ठोकेपछि हाम्रो हृदयका कर्म सबै देखिन्छ। अनि असल भाँडो भयो भने जे राख्नु नि पाइयो नि, त्यो प्रकारले भनेको। अब हाम्रो कृष्ण प्रणाली धर्ममा मान्नुपर्ने कुरा वेद पुराणले कसरी भन्यो, अब त्यहाँबाट सरसर्तीमा सुनाउँछु हजुरहरूलाई। किनभने यो मिडियाले सर्वत्र गएको छ, सबैले थाहा पाउनु पर्यो नि कुराहरू। हो यसरी साङ्ख्यको दिनमा पूर्णाहुति र साङ्ख्य दुईवटा शब्द गर्ने चलन छ। साङ्ख्यको अर्थ के हुन्छ भन्दा कुनै दिन आइयो, कुनै दिन आइएन, कुनै अध्याय सुन्यो, कुनै सुनिएन। त्यो दिन सबै सुन्न दिन पाइने भएर स अङ्गे इति साङ्ख्य, सबै अङ्ग अङ्गको बयान सुन्ने भएर साङ्ख्य भनेको एउटा अर्थ। अर्को कुरो पूर्ण आहुति, संस्कृतमा आहुत भनेको हवन गर्नु, यज्ञमा पूर्ण आहुति गर्नु। पूर्ण यज्ञ कति प्रकारका हुन्छन् सबैले थाहा पाउनु। गीतामा छ यो कुरा, भागवतमा छ यो कुरा, वेदमा छ यो कुरा, अनि पद्मपुराणमा छ यो कुरा। गाईको पति नै साँडे, पुरा बलियो पनि छ, खान पनि बच्चा शरीर छ। बेलुका चरेर गाई चाहिँ आफ्ना आफ्ना घरमा गोठमा जान्छन्, साँडेको गोठाइ छैन, कहाँ जाने।